अब फर्काएर हेर्नुहोस् अब फर्काएर हेर्नुहोस् फर्काएर हेर्नुहोस् तपाईहरुलाई के कार्ड पर्यो अब हामी सुरु गर्छौं म्यामबाट तपाईकोमा के कार्ड पर्यो ल भन्नुस् रातो कार्ड परेको छ रातो कार्डमा के चित्र छ त्यो यो अस्वस्थको चित्र हो हैन अनि पानी खाइराछ साबुन पानीले हाल्नु नधोइकन पानी टुवेल गरेर खाइराछ यो किन अस्वस्थको चित्र भन्नुभयो तपाईले किनकि यहाँनिर हात पनि धोएको छैन डाइरेक्ट टुवेलको पानी खाइराछ नि त सुरक्षित पानी भएन त्यही भएर यो अस्वस्थकर व्यवहार हो ल ठीक छ हुन्छ तपाई त्यसो भए यता साइडमा बस्नु मेरो नाम राजुले चाहिँ जङ्कु खाएर अनि डस्टबिनमा नहालेर चौरमा फ्याँकेछ अनि त्यो डस्टबिन नफ्याँकिकन बाहिर फ्याँक्दाखेरि के भयो यसले फोहोर मैला बनायो नि हामी त फोहोर मैला व्यवस्थापन गर्ने भनेर गर्छौँ सिकाउनु सिक्छौँ वातावरण फोहोर बनायो सो यो अस्वस्थकर के अस्वस्थकर भयो अस्वस्थकर भयो तपाईँ अस्वस्थकरको ग्रुपमा म्याम के छ हातमा फोहोर लागेको छ यता चाहिँ फोहोर लागेको छ त्यतिकै पानी चाहिँ हातमा जान्छ मिची मिची साबुन पानीले हात धोइराखेको छैन अनि कतिवटा हात देख्नु भएको छ एउटै हात एउटा मात्रै हात धोएको छ हामीले हुँदैन हुँदैन हामीले दुईटा हात मिची मिची साबुन पानीले धुनु पर्छ है यो स्वस्थकर कि अस्वस्थकर अस्वस्थकर भयो भने सरको के छ स्वस्थकर बानी छ अब यस क्षेत्रमा देखाए अब उले टोयलेट पनि गरेर हात धोएका छन् खेलेर पनि हात धोएका छन् अनि अर्को यो फोहोर व्यवस्थापन गर्दा पनि हात धोएको छ र उले खाना खाएर खाना पस्किँदैछ पकाउँदैछ हात धोएर साबुन पानीले मिची मिची हात धोएर पनि यहाँ खाना खाँदैछ यो चाहिँ स्वस्थकर बानी यो राम्रो बानी त्यसमा हजुर यता ग्रीन हरियो साइड सरको के छ मेरोमा विद्यालयमा भएको फोहोर दुई किसिमको फोहोर छ अब त्यो फोहोरलाई चाहिँ एउटा कुहिनेमा र नकुहिनेमा चाहिँ मजाले चाहिँ सफा गरेर राखेर मास्क लगाएको छ र त्यसपछि क्लासरुमलाई पनि सफा गरेर सबै फोहोरहरू डस्टबिनमा राखेको छ डस्टबिनमा राख्दैछ यो भनेको एकदम स्वस्थकर बानी हो र स्वस्थकर व्यवहार यहाँ देखाएको छ अनि हेर कक्षा कोठा र विद्यालयको वातावरण हेर्नु त कस्तो छ राम्रो छ सफा छ सुन्दर छ राम्रो मनमोहक छ मनमोहक छ है तपाई यस्तो स्कुलमा पढाउन कस्तो लाग्छ एकदम राम्रो लाग्छ एकदम राम्रो खुसी लाग्छ आफ्नो शिक्षा गर्छ हैन हो ल ठीक छ हजुर हरियो ग्रुपमा जानु ल म्यामको मागे छ पानी त छ अनि त